हेलो एभ्रिवान, गुड मर्निङ सबैजनालाई। सन्चै हुनुहुन्छ होला है। फेरि आज लङ टाइमपछि म चाहिँ भिडियो बनाउन गइरहेको छु। आज म अलिकति इन्ट्रेस्टिङ प्लेसमा जाँदैछु। लाइक हामी रियली एक्साइटेड है। अब आज चाहिँ म यहाँदेखि चाहिँ नेक्स्ट स्टेसनसम्म जानुपर्ने थियो, तर बट आई थिङ्क आज चाहिँ ट्रेन रहेनछ। मेरो भाइहरू छ, त्यो भाइहरूसँग जाने हो। त्यस कारणले चाहिँ म अब यो साइकलमा जान्छु त्यहाँसम्मको लागि है त। दिवेन्द्र भाइ, तिमीलाई मेरो भ्लगमा स्वागत छ है। फर्स्ट टाइम तिमीलाई फिचर गर्दैछ। यिनलाई त धेरैचोटि भइसक्यो कि भएन अरे, यिनी त फेमस हुन्। भाइरलै हुन्छ अब भाइरली ट्रेनको पर्खाइ फर्स्ट टाइम जान लागिरहेछ एकदमै रमाइलो। तिमी आज फर्स्ट टाइम ट्रेन चढ्दैछौ नि? हो नि, किन केसँग भन न? फर्स्ट क्लासमा हेरै ल यति दामी छ फर्स्ट क्लास। यो चाहिँ तिमीलाई हाम्रो ट्रेन पोडकास्टमा स्वागत छ है। धन्यवाद। तिमीलाई यो चाहिँ सायद फर्स्ट हो होला ट्रेन पोडकास्ट होला नि। पुरा चाहिँ ट्रेनमा पोडकास्ट कसले गर्छ भन न? हामीले गरेर भनेको। तिम्रो लन्डन स्टुडेन्टको लागि कस्तो छ? अफोर्डेबल छ कि छैन? हुन्छ नि त केही। म त नेपाली स्टुडेन्टलाई त त्यही भनिदिन्छु कि लन्डन बेस्टै हो भनेर ल। अनि तिम्रो लाइक कमाउँदै अनि काम गर्दै युनिभर्सिटीको फी तिर्न मिल्छ मजाले। युनिभर्सिटीको फी तिर्न र आफू खानु बस्नको लागि चाहिँ एकदम इजी छ। त्यसको लागि टेन्सनै छैन। अब त्योभन्दा पछाडि चाहिँ अब नेपालतिर पैसा पठाउने हो भने त त्यो अब अलिकति सम्भव छैन। नत्र त चिल छ लाइफ चिल छ, एकदम रमाइलो हुन्छ एकदम। अनि तिम्रो अनि गर्लफ्रेन्ड सर्फ्रेन्ड भए चाहिँ अब त्यसको पालन पोषण गर्नलाई के समस्या हुन्छ कि नै त? अब त्यो भनेको त अब गर्लफ्रेन्ड भएपछि त ऊ आफै पनि कमाइहाल्छ नि त। उसको अब एक्सपेन्सेस ऊ आफै कभर गर्छ, आफ्नो एक्सपेन्स चाहिँ आफै कभर गर्छ होइन। धेरै दल्नेवाला छैन सकिँदैन। कन्क्लुजनमा चाहिँ जस्तै मानौँ नेपालमा भएको मान्छेहरूले त हाई एक्सपेक्टेसन हुन्छ नि त, युके भन्ने भन्छ। अनि त्यसपछि यति काम नर्मली स्टुडेन्टले गर्नु भनेको 20 घन्टा काम होइन। त्यतिमा चाहिँ खाना बस्न मजाले पुग्छ। खाना बस्नमा त ठिक्क हुन्छ। खाना बस्नु मजाले हुन्छ। अब ज्यादै सोच्नेहरूलाई चाहिँ अलिकति गाह्रै छ त्यसले चाहिँ। अब त्यो एक ऋण काटेर नेपालबाट आउने अनि त्यो ऋण तिर्ने भने चाहिँ गाह्रै छैन। त्यस्तोलाई टफै हुन्छ। बिटर ट्रुथ कुरा गर्दाखेरि त्यही हो नि। तर क्यासमा काम पाएपछि चाहिँ हुन्छ होइन। मजाले क्यासमा कति काम पाइन्छ त? क्यासमा अब एसियन अब उतातिरको भयो भने त धेरै नै पाइन्छ। अब यहीँको हो भने चाहिँ अलिकति क्यासमा पाउन गाह्रै हुन्छ। त्यही हो। अब अहिलेसम्मको सोफार तिम्रो एक्सपिरियन्स राम्रै छ? राम्रो छ। तर यस्तो सुनेको छ नि, तिम्रो रुम पार्टनर अलिक गोरु छ अरे नि मान्छे। त्यो रुम पार्टनर फेरि अब यिनको देखाइदिनु न रुम पार्टनर। दुईवटा दुईवटा चाहिँ रुम पार्टनर हो। मेरो गोरु छन् त्यो। तिमीलाई खानासाना बनाउन लगाउने, अनि त्यसपछि भाँडा माझ्न तिमीलाई लगाउने। अघिका दुईटा राँगाहरू, हामी दुईटा गोरुहरू। अच्छा, ओभरअल एक्सपिरियन्स राम्रै हुन्छ। तर त्यो चाहिँ लाइक पार्ट अफ जोक जस्तो त्यो हाम्रो पोडकास्ट भन्ने चाहिँ अब चाहिँ हामी चाहिँ आज लन्डनदेखि चाहिँ सी फोर्ट होइन दिवस भाइ? सी फोर्ट नि, सी फोर्ट जाँदैछ। अनि 7 सिस्टर हाइकिङ जाने हाम्रो प्लान हो। अब हेरौँ के हुन्छ। तर हामीले आई थिङ्क ब्याड डे चुज गरे जस्तो छ। पानी परिरहेको छ, अलिक वेदर चाहिँ ब्याड नै छ। तर मनमा जुनुन छ केटाहरूको घुम्ने। त्यही भएर चाहिँ जस्तोसुकै पानी परे पनि फुल्ली इन्जोय गर्छौँ। अनि हामी बाटोमा के गर्छौँ, यिनीहरू चाहिँ अलि हामीसँग जङ्गली छन् क्या, मान्छेसँग खासै मिल्दैनन्। त्यही भएर मोबाइलमा पब्जी खेलेर बस्छन्। तर ब्राइटन जाँदैछौँ। निस्किसकेको छौँ। हाम्रो ग्याङ यस्तो खतरा छ कि आज केही न केही फाँट्छौँ हामीले।
भन्ने चाहिँ लागिरहेको छ केही न केही होला जस्तो छ कन्टेन्ट निक्लिन्छ यो खै तिमी नै हो नि यार तिमीलाई अरूको तिनीहरूले कसैले नपाए तिमीलाई हेरे अब दिपेन्द्र भाइलाई हेर्दैन होला यस्तो यहाँ तिमीलाई हेर्छन् अब पछाडि हामी चाहिँ यहाँबाट जाँदैछौँ यहाँ कस्तो छ केही खाने मलाई यस्तो भन्नुभयो ठिक छ होइन तिमी त मेरो डियर भाइ हो नि यार तिमीसँग त बुहारी खोजिदिन्छु भने आज बुहारी त अब हेर न यहाँको बस पनि खतरा हुँदो रहेछ त यार ओपन बस भाइ तिम्रो यो बिच फर्स्ट टाइम होइन फर्स्ट टाइम आज खाता खोल्यो होइन तिमीले खाता खोल्यो ल बिच चाहिँ दामी छ यार यस्तो छ यस्तो छ यो चाहिँ वाउ नाइस फर्स्ट टाइम बिच हेर्दैको कस्तो भयो अनुभव भइरहेको युकेको फर्स्ट त हो नि दिवस दिवस जुत आयो आशिष बस न लास्ट दामी छ यार कसम दिवस कस्तो लागिरह तिमी त जुत्ता भिज्यो त यार यहाँ क्यामेरा आजको दिन चाहिँ हाम्रो अलिकति निराशजनक रहेछ किनभने लास्टै पानी पऱ्यो अनि पानी परेर हामी चाहिँ जुन डेस्टिनेसन तर हामी जस्तो पानी परे पनि नपरे पनि जान्छौँ हो रात परोस् दिन परोस् कमिटमेन्ट इज कमिटमेन्ट क्याफेमा क्यापुचिनोको लागि वेट गरेका छौँ हेलो गाइस है आजको यो हाम्रो ट्रेकिङ चाहिँ वर्स नै होला जस्तो छ किनभने यस्तो पानी परिरहेछ यस्तो हावा चलिरहेछ लाइक 50 km/hमा हुन्छ ह्युमिडिटी पनि 85% है दिवस भाइ यो के भइरहेछ यस्तो हो त हाम्रो सोचेको हो त यो हो दिवस भाइ वा पुरै भिजिरहेछन् यो आसीलाई त ननिकालौँ किनभने यस्तो 101 हुला गर्छन् यहाँ चाहिँ तर गाइज यसलाई मेमोरीको रूपमा पनि लिनुपर्छ है लास्ट हावा चलिरहेछ केटा यस्तो हाइकिङ चाहिँ यसरी हिँड्नुपर्छ है तर हेर न यस्तो बाबा पानी के अरे घाम लागेको भयो यो कस्तो दामी देखिन्थ्यो आफै भन न तिमी आऊ रनिङ गरौँ भाइ कुद्नु पर्ला जस्तो छ ओहो आधा बाटो आइसक्यौ थाके छैनौ नि आशिष सबभन्दा मोटे भएको है अन्त अरू सबैलाई ओहो यो के हो ओहो यो त समुद्रमै उडाउँछ क्या लगेर त्यही फाल्छ क्या हो उडाएर त्यही फाल्ला जस्तो गर्यो त यार
के भयो दिवस कस्तो लास्ट हावा लाग्यो यो साउन्ड चाहिँ कस्तो आइरहेको छ तर थाहा छैन भिडियो चाहिँ ठिकै ठिकै आइरहेको छ रमाइलो भइरहेको छ ट्रेकिङ गर्न तर ट्रेकिङको अनि मुझे अपने घर जाना है मुझे घर जाना है मुझे अपने घर जाना है भाइ तिमीले मेरो टी सर्टको बेइज्जत गर्यो यार टोपी टाउकोमा दिवस भाइ के छ हाम्रो दुईजनाको टोली यता छ दुईजना अगाडि छ ठाउँ चाहिँ यस्तो छ है त्यहाँ पुग्नुपर्ने मान्छे है के गर्नु तर यस्तै गरे त सही हुन्थ्यो नि भाइ है यो त सही हुन्थ्यो तर कपाल त तिम्रो धुम्ची जस्तो भयो तर जोस् रमाइलो चाहिँ भयो बट इट्स ब्याड लक भनौँ अब लाइक वेस्ट अफ मनी वेस्ट अफ टाइम अब टाइमलाई चाहिँ वेस्ट अफ नभनौँ किनभने लाइक सबै कुराहरू आई थिङ्क समथिङ ह्यापन फर रिजन है त्यस कारणले चाहिँ त्यति धेरै रिग्रेट गर्नुपर्ने छैन सबै राम्रो भयो घुमियो भ्लग बनाइयो है त फेरि नेक्स्ट भिडियो आउँदै गरिदिन्छ